अब एउटा दृष्टान्त छ कि हाम्रो यही हालको हामीले दुईटा किताब योभन्दा अगाडि यहाँ लोकार्पण गरेका थियौँ शीतकाव्यका र त्यहाँ हामीले चाहिँ 17 मिनटमा 8 जना वक्ताहरूको मन्तव्य सिद्ध्याएका रहेछौँ कि मैले भन्न खोजेको कुरो हामी धेरैजना छौँ यहाँ बोल्ने त्यसकारण हामीले 2 मिनटदेखि 2.5 मिनटभित्रमा अब चाहिँ मन्तव्य राखिदिनु होला शुभकामना राखिदिनु होला हाम्रो आदरणीय कल्पना अधिकारी भट्टराईज्यूलाई राखिदिनु होला र उहाँको कीर्ति सफलताको निम्ति पनि शुभकामना दिनु होला। म निर्णायक मध्येकै आदरणीय राष्ट्रिय शिशु फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भगरकोटेज्यूलाई आफ्नो संक्षिप्त मन्तव्यको निम्ति हार्दिक अनुरोध गर्छु। दुर्गा अधिकारी भगरकोटे सर। मेरो नमाना हजुर मेरो नमाना जन्मभूमि जननी स्वर्ग समाना जन्मभूमि जननी स्वर्ग समाना शुभकामना हजुर शुभकामना आमा विश्वभरकै छौ है महाना आमा विश्वभरकै छौ है महाना। आज छन्द दिवस पनि हो त्यसैले म के भन्छु भने छैनौं बन्दमा हामी छैनौं बन्दमा लेखौं मिठा कविता लोक छन्दमा लेखौं मिठा कविता लोक छन्दमा लेखौं मिठा कविता लोक छन्दमा। अन्तिममा कल्पना भट्टराईको किताबबाटै एक लाइन मात्रै म यो 5औं सर्गको एक लाइन मात्रै उपजाति छन्दमा यो 4 हरफ मात्रै म सुनाउँछु। आमा भरोसा गहना जुहार सन्तानका निम्ति सदा उदार उनी बिना गर्छ र कोसियार अमूल्य नै हो ममता प्यारा अमूल्य नै हो ममता प्यारा। हस् त धेरै धेरै धन्यवाद। नमस्कार। हार्दिक आभार एवं कृतज्ञता दुर्गा अधिकारी भगरकोटे सरमा। अब म निर्णायक मध्येकै आदरणीय निर्णायक चन्द्रा नेउपानेज्यूलाई संक्षिप्त मन्तव्यको निम्ति हार्दिक अनुरोध गर्छु। हार्दिक धन्यवाद कार्यक्रम सञ्चालकज्यू सम्पूर्ण हमारे उत्कृष्ट साहित्यिक निर्माण आमा आज सधैँ खै किन यो भावुक भन्ने छु आमाकै सम्मानमा चौधरी सरले भनिसक्नु भएको छ होइन जुन न्यायिक मध्येको म एकजना भएर त्यो बेलामा सायद उहाँहरूको नाम भएको भए पक्षपात गरे कि भन्ने पनि हुन्थ्यो होला। हामीलाई नाम आउँदैन थियो कोड राखेर पठाइन्थ्यो। कोड राखेर पठाउँदा अपरिचित बेनामी कविताहरू मध्येबाट उत्कृष्ट बन्न सफल हुनुभएको छ। मलाई त्यति बेलाको र आज जुन आमा खण्ड काव्य लोकार्पण भएको छ यसका लागि शुभकामना व्यक्त गर्दै सम्पूर्ण आमाहरूमा आमाको छाया अतुलनीय सदा आमाको माया अतुलनीय सदा आमाको माया माता मामा सदा हर्ष बर्सियो शुभकामना भन्दै उहाँलाई शुभकामनाका साथसाथै जुन मेरो सासु आमा सरला दिदीको आमाको लागि शोक सभा पनि आज सम्पूर्ण दिवंगत आमाहरूप्रति श्रद्धा सुमन सम्मान व्यक्त गर्दै उहाँकै लागि छन्द दिवस लोक छन्दमा मैले झ्याउरे छन्द कल्पना प्यारी सशक्त नारी सिर्जना सागर विविध विधा सौन्दर्य छट कति हो जागर कल्पना प्यारी सशक्त नारी सिर्जना सागर विविध विधा सौन्दर्य छट कति हो जागर विविध विधा सौन्दर्य छट कति हो जागर
चाहना शुभ यही छ खुब अगाडि बढ्नुहोस् है कलमी यात्रा बढेर मात्र शिखर चढ्नुहोस् है चाहना शुभ यही छ खुब अगाडि बढ्नुहोस् है कलमी यात्रा बढेर मात्र शिखर चढ्नुहोस् है कलमी यात्रा बढेर मात्र शिखर चढ्नुहोस् है। नयाँ वर्ष पनि भर्खरै भित्रिँदैछ त्यसैले नयाँ वर्षका लागि पनि नयाँ यो वर्ष सरल र सहज छाओस् है हर्ष सरल र सहज छाओस् है हर्ष हो सद्भावना सुख शान्ति समृद्धि शुभकामना सुख शान्ति समृद्धि शुभकामना। पुनः यसरी आमा जीवितै छँदा आमाको गुणगान गाएर हो आमाका लागि यसरी काव्य सिर्जना जुन अमर आफू मरेर गए तापनि यो सदा सदा ऐतिहासिक दस्तावेजका रूपमा रहन्छ। आमालाई सम्झिँदै यसरी खण्ड काव्य सिर्जना गर्नु भनेको यो जुन मृत्यु पश्चात गरिने श्राद्धहरूका कर्महरू हुन्छ नि त्योभन्दा यो त कति मान्छेले यज्ञ पुण्य कर्म हो भन्ने म मान्दछु। त्यसैले धेरैजना वक्ताहरू छौँ यहाँ सबै कुरा यहाँ धेरै सैनिकबाट आइसकेको छ राष्ट्रिय सुशील फाउन्डेसन अध्यक्षज्यूबाट पनि आइसकेको छ यहाँका प्रमुख अतिथिज्यूहरूबाट पनि पक्कै आउने छ। त्यसैले पुनः उहाँलाई कलम यात्रा यसरी नै अगाडि बढोस् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै कृतित्व सदा शिखर चुनोस् हार्दिक शुभकामना। हार्दिक धन्यवाद छ आदरणीय चन्द्रा नेउपानेज्यू। अब संक्षिप्त शुभकामना मन्तव्यको निम्ति डाक्टर बमबहादुर थापाज्यू। धन्यवाद। यो मैले धेरै 2-3 पेज जति हेरिसकेँ। यस खण्डकाव्यकी काव्यकार कल्पना अधिकारी भट्टराईलाई सर्वप्रथम त हार्दिक बधाई छ। हेर्दै जाँदाखेरिमा यो अब उहाँ चाहिँ 2005 सालमा जन्मनु भएको म 10 सालमा भान्जीलाई मरी बधाई तथा शुभकामना व्यक्त गर्दछु। हेर्दै जाँदा यहाँ कता छन्द उछिटिया छ कि के भएको छ कि भनेर मैले खुब गहिरो तालले हेरेँ। त्यो भेटाउन मुस्किल छ क्या एउटा दुईटा त नभएको हुन गाह्रै छ किनभने त्यो व्याकरण पनि भद्रगोल छ कुन व्याकरणको आधारमा लेख्ने हो कुनलाई मान्यता दिने कुनलाई नदिने त्यस हिसाबले हेर्दाखेरिमा अब वास्तविक व्याकरण भन्नु पर्यो अब का आधारमा हेर्दाखेरि कता कति त्यो चामलमा बिहा हुन्छ नि त्यस्तै भए मात्र यहाँ त्यस्ता छन्द भङ्गका अवस्था मैले भेटिनँ। यो छन्दगत रूपमा पनि उत्कृष्ट छ। अब भान्जीको लय र वाचन पनि ज्यादै उत्कृष्ट छ। यसमा भएको म एउटा श्लोक मात्रै भन्छु। यो धेरैजना छौँ हामीहरू। म यो जिता भन्ने बित्तिकै असाध्यै मन छोइहाल्यो क्या। यो मन्दाक्रान्त छन्दमा आमाको बाललीलाबाट पहिलो श्लोक वाचन गर्छु र आफ्नो भनाइ टुङ्ग्याउँछु। सामुन्नेमा धवल गिरी छन् अन्नपूर्ण हिमाल रिस्ती खोला कल कल बगी छोड्दछिन् बेग छाल थुम्का थुम्की चौर बन छन् फाट पाखा पखेरा सुन्दै राम्रो लमजुङ जिता कोइलीको छडेरा
सुन्दै राम्रो लमजुङ जिता कोइलीको छ डेरा। धन्यवाद। भान्जीलाई उत्तरोत्तर उन्नति प्रगति र समुन्नतिका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दै म आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद। हार्दिक आभार एवं कृतज्ञता डाक्टर रामबहादुर थापा अधिकारीज्यू। अब रामबहादुर अधिकारीज्यूलाई संक्षिप्त शुभकामना मन्तव्यको निम्ति हार्दिक अनुरोध गर्छु। धन्यवाद। आजको यस ऐतिहासिक कार्यक्रमका अध्यक्ष महोदय, कार्यक्रममा उपस्थित विशिष्ट महानुभावहरू र आजको यस कार्यक्रमको मुख्य आकर्षक मेरो आदरणीय दिदी कवयत्री कल्पना भट्टराई अधिकारीज्यू, आदरणीय भिनाजु लगायत सम्पूर्ण परिवारजन, सबैलाई म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु, नमस्कार व्यक्त गर्न चाहन्छु। आज म अत्यन्त खुसी छु। म दुरा राणाको भाइ छोरो भएको नाताले, हाम्रो दुरा राणाको छोरी जसले चाहिँ साहित्यिक फाँटमा आमाको विषयमा जुन खण्डकाव्य लेखेर जुन ढङ्गले योगदान गर्नुभएको छ, दुराणाको इतिहासमा तपाईँले एउटा महत्त्वपूर्ण किताब थप्नुभएको छ, त्यसको लागि तपाईँ धन्यवादको पात्र हुनुहुन्छ, बधाईको पात्र हुनुहुन्छ र सिङ्गो दुराणाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट समेत तपाईँलाई हार्दिक नमन आभार व्यक्त गर्न चाहन्छु। हामी सबैलाई थाहा छ सामाजिक परिवर्तन र शैक्षिक जागरणको सन्दर्भमा दुराणा एउटा उदाहरणीय क्षेत्र हो। त्यसैले हामीले भन्ने गरेका छौँ सामाजिक परिवर्तन र शैक्षिक जागरण हाम्रो शान, सबल र समृद्ध दुराणा हाम्रो पहिचान। यो कुरालाई अझै समृद्ध बनाउनको लागि, बलशाली बनाउनको लागि तपाईँले जुन खालको योगदान गर्नुभयो त्यसको लागि हामी नतमस्तक छौँ र आगामी दिनमा तपाईँको यात्राले अझै पूर्ण सफलता पाओस्। एउटा भाइको नाताले, एउटा सामाजिक अभियन्ताको नाताले तपाईँलाई गर्नुपर्ने सहयोग र यो जुन प्रतिष्ठानले जुन ढङ्गले कार्यक्रम आयोजना गरेर सिङ्गो दुराणालाई जुन खालको ऋण लगाएको छ, गुण लगाएको छ, त्यसप्रति पनि म आभार व्यक्त गर्दै आदरणीय दिदीको उन्नतिको प्रगतिको कामना गर्दै मेरा भनाइहरू अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद, नमस्कार। हार्दिक आभार एवं कृतज्ञता रामबहादुर अधिकारी सर। यसै गरी संक्षिप्त शुभकामना मन्तव्यको निम्ति देवी प्रसाद नेउपानेज्यूमा हार्दिक अनुरोध गर्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, कार्यक्रमका सभाध्यक्षज्यू, उपस्थित विशिष्ट अतिथि एवं अतिथिगण, सम्पूर्ण उपस्थित साहित्य अनुरागी महानुभावहरू, म देवी प्रसाद नेउपाने दुरा डाँडा जन्मघर, जहाँ कल्पनाको र मेरो जन्मघरको दूरी नाप्दा 10 मिनटको दूरीमा रहेको छ। म दुरा डाँडा काठमाडौँ सम्पर्क समाज भन्ने एउटा 6 गाविस तत्कालीन अहिलेको 6वटा वडाको काठमाडौँमा रहने एउटा समाज छ, दुरा डाँडा सेवा समाज काठमाडौँ भन्ने, त्यसको अध्यक्ष हुन् र त्यही कार्य समितिको सदस्य कल्पना बहिनी हुनुहुन्छ। हामी एउटै समाजमा बसेर आफ्नो जन्मथलोलाई र आफ्ना अग्रजहरूलाई र त्यो समाजले के गर्न सक्छ, त्यहाँ बसेका बा आमा दाजुभाइ दिदीबहिनी र सांस्कृतिक धरोहरहरू कुन अवस्थामा छन्, तिनको लागि हामीले के पहिचान गर्ने र त्यसको लागि समृद्ध गर्न हामी के गर्न सक्छौँ भनेर सोच बनाएर स्थापना भएको समाजमा सहकार्य गर्ने बहिनीले आमा शीर्षकमा यो खण्डकाव्य तयार गरेर समाजको अगाडि एउटा नमुना प्रस्तुत गर्न सक्यो। नानुलाई हृदयदेखि नै विशेष आभार व्यक्त गर्न चाहन्छु र सम्पूर्ण यो कार्यक्रम तय गरेर यो भव्य र सभ्य प्रोग्राम बनाइदिने यस कार्यक्रम सञ्चालक टिमलाई पनि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। श्रद्धेय उपस्थित महानुभावहरू, म अहिले सम्झना गर्दैछु आमाले बच्चा जन्माउनको लागि कति कष्ट गरेर 9 महिनासम्म शरीरभित्र राखेर पृथ्वीमा पदार्पण गर्नुभएको छ। त्यति मात्र नभइकन करिब 1 देखि 3 वर्षसम्मको उमेरमा सँगै आफूले सुताएर बच्चाले पिसा फेरेपछि चिसो पाटोमा आफू सहरी
ओभानो पाटोमा बच्चालाई राखेर हुर्काएको दृष्टान्तलाई आमा शब्दले कति न्यानोसँग हेर्छ यसतर्फ सबैको ध्यान आकर्षण गराउन चाहन्छु। सधैँ उपस्थित महानुभावहरू, आमा धरती माता मात्र नभई हाम्रा ईश्वर भगवान केही छन् भने माता र पिता त्यसपछिको गुरु हो भन्ने कुरामा म विश्वस्त छु र विश्वास दिलाउन चाहन्छु। सधैँ कार्यक्रम सञ्चालकज्यूहरू यो किसिमको कार्यक्रम गरेर कल्पना बहिनीले गरेको मेहनतलाई जुन गुलजार गरिदिनु भयो, कार्यक्रम सञ्चालक लगायत सम्पूर्ण टिम र कल्पना बहिनी समेतलाई भोलिका दिनमा भविष्यमा अझ उज्जवल र समृद्ध बन्न सकोस्, उहाँको कलम यात्रा अझ सभ्य र सम्पन्नशाली बन्न सकोस्, यही शुभकामनाका दुई शब्द राख्दै आफ्नो भनाइ अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। हार्दिक आभार एवं कृतज्ञता आदरणीय देवी प्रसाद नेपालीज्यू। अब संक्षिप्त शुभकामना मन्तव्यको निम्ति सुरेश मान श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्छु। नमस्कार, धन्यवाद उद्घोषक मित्र। आज म अलिकति साहित्यिक जमघटको बिचमा साहित्यप्रति साहित्य अनुरागी आफूलाई भन्न त्यति साह्रै त्यो पद चाहिँ म अलि मिल्दैन कि जस्तो ठाउँ भएको हुँदा म आउनु त यस कारण आइरहेको छु कि म दुराडा सेवा समाजको म सल्लाहकार हुँ र कल्पना आजको चाहिँ कवि कल्पना अधिकारी भट्टराईज्यूको र मेरो गाउँ सँगसँगै हो, दुराडाको पनि पर्टिकुलर ठाउँमा। र अहिले म यो खण्डकाव्य आमा खण्डकाव्य जब लोकार्पण भइरहेको छ भने हाम्रा सम्पूर्ण दिवंगत भइसक्नुभएका आमाहरूप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्दै र अहिले मलाई थोरै नोस्टाल्जिक यस कारण बनाएको छ कि यहाँ काका मान्य पूर्व स्वर्गीय माननीय हरिभक्त अधिकारीज्यूको मलाई सम्झना आइरहेको छ। अहिले म आफ्नो बालपनामा उहाँसँग भएका बसुको बारेमा सम्झना आइरहेको छ। तर यहाँ यति राष्ट्रिय स्तरका साहित्यिक व्यक्तित्वको अगाडि मैले फुलबुट्टा गाँस्न त्यति चेष्टा गर्दिनँ। म खालि नेपाल सरकारको म पूर्व सचिव, संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयको पूर्व सचिव पनि हुँ र 1 वर्ष अगाडिसम्म बागमती प्रदेशको प्रदेश लोकसेवाको अध्यक्षको जिम्मेवारी पनि मैले निभाइसकेको हुँ। यति हुँदाहुँदै पनि साहित्यमा पढ्ने चाहिँ अलिकति गर्ने गर्छु, तर लेखन शैलीमा आउँछेको छैन। तर बहिनी कल्पना अधिकारी भट्टराईको असाध्यै सुन्दर उहाँको चाहिँ कविता भन्ने शैली जुन हामीले दुराडा सेवा समाज देखेका छौँ, असाध्यै मिठो सुनिरहँ जस्तो कोकिल कण्ठको हिसाबबाट भन्ने गर्नुहुन्थ्यो, वाचन गर्ने गर्नुहुन्थ्यो। त्यो सम्झेर उहाँको अझ 3टा काव्य भइसकेछन्, अझ बढी पनि होस् भन्ने छ भने शुभकामना व्यक्त गर्न चाहन्छु र मलाई पनि बोल्ने 2 शब्द दिनुभएकोमा आयोजक मित्रहरूप्रति धन्यवाद ज्ञापन गर्छु। धन्यवाद, नमस्कार। हार्दिक आभार व्यक्त गर्दछु। अब शुभकामना मन्तको निम्ति महाकाव्यकार चन्द्र प्रसाद नेउपानेज्यूलाई हार्दिक निमन्त्रणा गर्छु। सर एकदमै फुर्तिलो हुनुहुन्छ, त्यही आउनुभएको छ। यो बेला चाहिँ प्रमुख अतिथिज्यूबाट आदरणीय डाक्टर शैलेन्दु प्रकाश नेपालज्यूलाई मायाको चिन्ह हस्तान्तरण गर्ने कार्यक्रम छ। यही गर्छ एकचोटि जोरदार तालीले सम्मान धेरै धन्यवाद छ। चन्द्र प्रसाद नेउपाने सर संक्षिप्त शुभकामना मन्तव्यको निम्ति। हार्दिक धन्यवाद छ। शुभकामना मन्तव्य भन्दा पनि पुस्तक निस्केकोमा खुसी लागेको छ। उहाँलाई हार्दिक बधाई। तेस्रो कृति कल्पना अधिकारीको तेस्रो कृति सार्वजनिक कार्यक्रमका आदरणीय व्यक्तित्वहरू सम्पूर्णमा आज छन्द दिवसको शुभकामना सहित नेपाली भाषामा लेखेका खण्डकाव्यहरूको इतिहास हेर्दाखेरि अहिलेसम्म करिब 2000 सङ्ख्याको हाराहारीमा खण्डकाव्यहरू प्रकाशित भइसकेका छन्। महाकाव्य मात्रै 500 शीर्षकका भन्दा पनि बढी
प्रकाशित भइसकेका छन् र खण्डकाव्य 2000 शीर्षकका प्रकाशित भइसकेका छन्। त्यही सिलसिलामा नारी हस्तक्षेपको मात्रै गणना गर्ने हो भने यहाँ पौडेल सरले झन्डै 10 जना पनि मुस्किल चारमा धेरै अगाडि बढेका छन् र महाकाव्य लेखनमा पनि 13-14 वटा महिलाले महाकाव्य लेखिसकेका छन्। खण्डकाव्य लेख्ने 2 दर्जन महिलाभन्दा माथि उठिसकेका छैनन्। कल्पनाको यो भन्दा अघिल्लो पहिलो कृति छन्दमा लेखेको कविता सङ्ग्रह साह्रै उपयुक्त, राम्रो, मिठो धेरै छ। शास्त्रीय छन्दहरूको प्रयोग गरेर लेखिएको थियो र दोस्रो सुसेली नेपाली लोकलयमा हाम्रो दुर्गा दाई भमरकोटे दाईले एउटा सुसेलीको अभियान लिएर अगाडि बढिराख्नु भएको छ। नेपाली लोकलयलाई प्राथमिकता दिनुपर्छ, लोकलयकै विकास गर्नुपर्छ। यो शास्त्रीय विधि छन्दहरूमा जस्तै नेपालीमा हाम्रो आफ्नै पहिचान राख्नुपर्छ भन्ने एउटा उद्देश्य लिएर हिँड्नु भएको छ। त्यस्तै उहाँले दोस्रो कृति चाहिँ सुसेली सङ्ग्रह प्रकाशनमा आएको रहेछ, मैले त पढ्न पाएको छैन। यो पहिलो र तेस्रो कृतिले मेरो हातमा पर्यो। उहाँलाई यो आमा खण्डकाव्य प्रकाशनको हिसाबले यो महिलाहरूको अगाडि आफूलाई झन्डै 2 दर्जन लेखिकाहरूको समूहमा राख्न सफल कल्पनाजीलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु, शुभकामना व्यक्त गर्दछु। उहाँको यो कविताकै केही श्लोकहरू मैले पढेँ। उहाँको अब लेखन स्तर महाकाव्यमा पनि जान्छ, लेख्न सक्ने क्षमता छ। यो खण्ड 5वटा सर्गले फेला पर्यो। कछैमा 50 श्लोक, कछैमा 60 श्लोक, झन्डै 250 श्लोक, 291 भन्दा 300 श्लोकको हाराहारीमा उहाँले सिर्जना गरिसक्नु भएको छ। त्यस्तै 10वटा खण्ड, एक 100 भन्दा 1000 श्लोकभन्दा माथि चढेपछि यो महाकाव्यको स्तरमा पुग्छ। आमा विषयमा यो धेरैले लेखेका छन्, पिताजीको विषयमा अलिक कमले लेखेका छन्। यो आमाको विषयमा साह्रै मार्मिक कविता यसभित्र छन् र अबको कृतिमा उहाँको महाकाव्य लेखनमा जाओस्, मेरो शुभकामना छ। यो खण्डकाव्यले उहाँले आफ्नो पहिचान, कविता सङ्ग्रहले पहिचान दिइसक्नु भएको छ। यति भन्दै यो तेस्रो कृति प्रकाशनमा को साथसाथै महाकाव्य लेखनमा तपाईँको हात जाओस् भन्दै बिदा हुन्छु। जय होस्। आज छन्द दिवसको पुनः सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु। हार्दिक आभार एवं कृतज्ञता चन्द्रप्रसाद देउपानेज्यू। अब